वेलकम टू माई न्यू भ्लग गाइज। आज हामी कता जाँदैछौँ तिनजना। आज कुन दिन रे केटा? नवमी है। आज राङ्गो हान्ने सब देखाउँछु होइन। आज हामी भाइहरू म जाँदैछौँ होइन। हेर्नु लास्टसम्म के हुन्छ। आज अस्ति बाटो सहर गयौँ हामीले होइन। हेर्नु होइन हेरौँ आज के हुन्छ। हेलो गाइस, सबैलाई नमस्कार। आज चाहिँ हामी कोटा हिँडेको छौँ। आज नवमी, आज चाहिँ राङ्गो हान्ने दिन। अब हाम्रो दाइ लान्छ होला आज राङ्गो के हुन्छ हेर्दै जाम है त गाइस। उहाँ राङ्गो हानेको पनि देखाउनेछौँ हामीले। हेलो गाइस, हामी चाहिँ पहिलाको ओल्ड कोट मन्दिरमा आएको छौँ। यहाँ चाहिँ अहिले पूजा गर्न छोडेर अहिले पर गर्नेछौँ हामी डाँडोमा। अब दाइनी आज चाहिँ हाम्रो दाइले हान्छु भनेको छन्। पोर्चुगलबाट आएको लाउहरूले अब के गर्छन् है। अब यो चाहिँ ओल्ड कोट बङ्गाली यहाँ छ दाइ देखा होइन। अब जान्छौँ अनि के हुन्छ हेरौँ है त गाइजहरू। यस्तो छ यार गाइजहरू, बाटो यार जोखिम छ। यस्तो छ है गाइज बाटो चाहिँ। केटाहरू चाहिँ यहाँ छन्। यस्तो छ बाटो। त्यो जङ्गलको बिच उजाड जान्छ। टक्क सबैजनालाई लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला है। सपोर्ट गरिदिनु होला है गाइजहरू। यति भन्दै म कोटमा गर्दै देखाउने छु हजुरहरूलाई है। हेलो हेलो गाइज, बाजाको साउन्ड सुनेरै सुन्नु होला। हामी कोटको मन्दिरमा आइसक्यौँ भन्दा होइन। अब जान्छौँ हामी, नाच्छौँ एक दुई ताल होइन। यस्तो कोदोबारी हिँडेर केटा रिसाइज छ नि फेरि। हाम्रो चाहिँ पहिला उता थियो नि अघि अगाडि देखिसक्नु भयो होला। ओल्ड कोट छ नि, यो न्यू कोट हो। हान्न आउँछ त हान्न आउँछ जस्तोले है। ल स्टाइल राख्नु नाच्ने स्टाइल। नाच्यो बडा नाच्छ रहेछ यो त। रमाइलो भएन भन्दै लाग्यो। अरू रमाइलो यस्तो बिलाएर चाहिँ जग्गा नाच काल त अनि रमाइलो घाट ल। त्यहाँ चाहिँ ल रुल्सहरू बनाउन छ नै। ल समितिका मान्छेहरूले रुल्स बनाउँदै हाम्रो काट्न पर्छ यो अङ्कलहरूले होइन के निर्णय हुन्छ गराउँदै हुनुहुन्छ त्यहाँ। यो उठ्ने भनेकै उठ्यो बनाएर हालिदिने क्या। घाँस त कडा छ है। हाम्रो कोट मन्दिर है अहिले नयाँ। यति धेरै मान्छे छन्। ल आज राङ्गो चाहिँ यही आज हान्ने राङ्गो। बडीबाट कति पुग्छ हेरौँ। बाइताले बनाउनु लाग्यो हाम्रो कर्ता बास्ताले हाने त सोल्टीले। हामीले अस्ति बाटोलाई केटा भर्खर हामी यत्रै छट्न बास्ता हान्दैन।
खायो सही हान्यो त यसले त उठाऊ उठाऊ बाजाखेर भाग्ला नि केटा अस्ति हप्ता ए 2-3 मिनटै आज त त्यो राङ्गो कतिजनासम्म जाँदा यसलाई 30 पुग्ला आज यसलाई र आज मिति 2082 साल 6 महिना 15 गते यस वर्षको विजया दशमीको नवमीको दिनमा बसेको कोट पूजा व्यवस्थापन समितिको बैठकको तफसिल अनुसारका उपस्थित तथा निर्णयहरू गरिन्छ र अध्यक्षको गरौँ कि औपचारिक गरौँ न औपचारिकै सर्कुलर गर्ने र यो हाम्रो वर्षेनी कोट पूजा व्यवस्थापन गर्नको लागि एउटा कार्यकारी समितिको व्यवस्था गर्ने हाम्रो चलनअनुसार यस 82 सालको कोट पूजा सम्पन्न गर्नको लागि पनि 10 सदस्यीय कार्यकारी समिति हामीले यसै भने हामी सबैबाट धेरैले थुके नदी बग्छ भने जस्तै त्यति बेला पनि हामीले गच्छअनुसार कसै विभिन्न महानुभावबाट चन्दा सङ्कलन गरिएको थियो चन्दा बोलेर केही पैसा जम्मा आएको हुनाले अहिले कोट पूजाहरू सहिलो भयो र अहिले पनि अब यदि इच्छुक व्यक्तिहरूले आफू सकेको चन्दा बोल्नु हुन म हार्दिक अनुरोध गर्दछु र यो हाम्रो खै हेर म के हुन्छ चन्दा बोल्ने भाइहरूले यहाँ नामका दर्ता जान सकिन्छ के खर नि केटाहरू थोरै चन्दा दिउँ भने पनि अहिले अर्को वर्ष पूजा गर्न सकिलो होला र भगवतीको आशीर्वादले पनि सजिलो होला त्यस कारणले सबैले यो मनस्थिति बनाइदिनु होला कि धेर थोर हामी पनि भगवतीको नाममा चढाउँछौँ भन्ने धारणा भएकोले नाम दर्ताहरू आजको कार्यक्रममा केही कुरा भाइ रेशम झिल्के आयो झिल्के ल सुरु अध्यक्षको आदेश अनुसार कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु र सर्वप्रथम मैले आज गरिएका निर्णयहरू चाहिँ बैठकको तफसिल अनुसारको निर्णय सुनाउँदै हुनुहुन्छ है ल यति धेरै मान्छे छन् है ल कोटा आज नवमीको दिन राङ्गो हान्ने ल राङ्गो हान्दा अब निर्णय सुनाउँदै पूजा व्यवस्थापन समिति र अन्य उपस्थित व्यक्तिहरूको रोहबारमा तफसिल अनुसारका निर्णयहरू गरिन्छ। निर्णय नम्बर 1 यस वर्ष नवमीको दिनमा दिइने बलि राँगो काट्ने कार्यक्रम सम्पन्न गर्ने कार्य सम्पन्न गर्नको लागि गत साल झैँ बढी बढाउ गरिने र बढी बढाउ अन्तिम सघार गर्ने भाइलाई राँगो छेदन गर्ने अधिकार प्रदान गरिनेछ र बढी बढाउ न्यूनतम रकम रु 5,000बाट सुरु गरी 5,000बाट सुरु गर्ने रे बढी बढाउ 500 र 100 को बढी बढाउ गर्न सकिन्छ रे 100 भन्दा मुनि गर्न हजुर बोल्न पाइन्न भन्न त्यहाँ भन्नु खाएको छ बोल्नु पर्ने छ चाहिँ को पर्ने निर्णय गरियो। आजको निर्णय यति नै हो र नाम दर्ताको लागि 100 रुपैयाँ 100-200 राखिन्छ। राम काट्न इच्छुक महानुभावले रु 100 चाहिँ नाम दर्ताको लागि
100 सहित नाम दर्ता गर्नुपर्छ र यो अहिले यहाँ निर्णयमा किन राखिएन भने मै निर्णय सुन्न वे सुन्न अध्यक्ष चुलाएर सुन्न अब हामी यो गत वर्षदेखि यो कोट पूजा गर्नको लागि सुरुमा हामीलाई थाहै छ सामुदायिक वनको चाहिँ पैसा आएर त्यहाँबाट चाहिँ सञ्चालन गर्ने गर्दा त्यति बेलै नै धेरै धेरै पैसा बोल्ने त्यहाँका चाहिँ घडी औँठी सिक्री राखेर धेरै धेरै पैसा त्यो बेलामा चुबलाइन अहिले सामुदायिक वनमा पनि के छ भने विधान चलाउँदा गर्दाखेरि सामुदायिक वनमा एक कुरियाले 100 200 तिरेर चाहिँ खर्काट्ने चाहिँ चलत गरिएको छ त्यसको उठ्ने भनेको 15 20 हजार 30 हजार उठ्ला होइन त्यही पनि कोहीले पनि अहिले त खर काट्ने मान्छेहरू पाउन गाह्रो छ त्यसैले अब यो वर्ष चाहिँ कोट पूजाबाट चाहिँ कोट र अब हामीले यो कोट पूजा गर्नलाई त्यो वनको मात्र चाहिँ आम्दानीको स्रोत हेरेर नहुने भएको हुनाले गत वर्षदेखि नै अब हामी कोहीले चाहिँ चन्दा सहयोग गर्ने कोहीले चाहिँ चामल दिने कोहीले घिउ दिने अब जे सकिन्छ जसले जे दिन सकिन्छ त्यसरी चन्दा सङ्कलन गरेर र नगरपालिकाबाट गत वर्ष पनि 7300 को हामीलाई चाहिँ नगद प्राप्त भएछ र यो 5 नम्बर वडामा भएका चाहिँ 4-5 वटा कोटलाई गरेर जम्मा 30,000 गरी छुट्याएको छ नगरपालिकाभित्र त्यसैमा चाहिँ हाम्रो यो कोटलाई पनि थोरै रकम भए पनि नगरपालिकाले छुट्याउने व्यवस्था गरेछ त्यसलाई हामीले निरन्तर दिनुपर्छ भने यो सामुदायिक वनबाट पनि जति सकिन्छ त्यो चाहिँ अलिकति दिने चाहिँ पत्र चाहिँ राख्नुपर्ने हुन्छ त्यसैले र अब हामी यो कार्यक्रममा यो अहिले यो वर्ष सहयोग गरे चन्दादाताहरूलाई केही चाहिँ धेरै धेरै धन्यवाद दिँदै र उहाँहरूलाई यसो सानो अबिर लगाएर चाहिँ स्वागत गर्ने कार्यक्रम पनि हुँदै र पुनः यो नवदुर्गा भगवान पनि साथ दियोस् भन्दै छोटो मन्तव्य यो अन्त्य गर्छु ताली 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 घाँस काटिन्छ के ओके के हुन्छ हेरमा गाइजहरु सुना त मिले बनाउँदाखेरि मन हो गुरु आदरणीय दाजु रेशम बहिनीहरूलाई उहाँले चाहिँ नि आफ्नो छोटो मिठो स्वागत मन्तव्य राखिसक्नु भयो र हाम्रो यसै कार्यक्रमलाई अगाडि बढाउने क्रममा 2022 सालको ल कति पुग्यो रे कति पुग्यो 11,700 ल राङ्गको मूल्य त बढी भइसक्यो है ल 12,000 पुग्यो ल हुन्छ चल्छ दिपेन्द्र श्रेष्ठ 12,000 ल 12,500 ल 12,500 अन्तिममा पुग्ला त 13,000 ल 13,000 पुग्यो ल चर्किरहेछ तेह्र हजार 100 पुग्यो जोड्ने ल भाइहरू बसेका छन् सिनियर बढी ल के भयो कारण त 13,500 दिपेन्द्र श्रेष्ठ 600 वाला 13,600 निर्मल मानिया 13,800 उपेन्द्र रामदेव 13,800 भयो 13,000 पुग्यो है ल चल्दैछ अब अर्को राउन्ड है प्रदीप श्रेष्ठ 14,100 बन्छ अब छैन लाग्यो त्यहाँ हात त
दिप्सन भिडियो गर नि हालिदिने क्या युट्युबमा सब्सक्राइब गरेर 14,000 पुग्यो 14,000 ल प्रदीप कस्तो छेकिन्छ त यार ल 17,000 पुग्यो ल 17,500 ल ल ल ल काले 18,900 17 कति भयो रे 17,900 18,000 18,000 भयो गाइजहरु 100 सुजन 18,100 200 ल मेरो पालो 18,200 निर्मल 18,400 18,400 18,500 बिस्तारै छैन है ल बढ्दैछ ल कति पुग्ला त है ल पहिलाको 28,000 आइदिएछ अहिले रेकर्ड तोड्छ त पानी हान्न कि ल यति धेरै खाममा बढी हुँदैछ आज फेरि मौसम पानी पर्ला जस्तो छ ल भयो 20,500 ल प्रदीपले प्रदीप भाइले ल ल हान्ने ल 20,500 प्रदीप दाइले हान्ने गणेश दाइले ल ल प्रदीप श्रेष्ठले ल ल हेरौँ हजुर ठिक हो 20 बन्नु छोडिदिनु होला 20 माथि नजाने के छोडिदिनु भयो तर हुँदो लाग्यो 2500 त पाउनु त ल पानी पर्ला जस्तो छ गाइज रमाइलो ल ल भयो बढी नभल क्या मलाई छिना फुर्सेको पनि छिनाले फुर्सेको पनि लौका काँक्रा च्याङ्रा होइन के मान्छे हाल्न जस्तो गर्छ नि त ल अब कति रे 20,500 मा कोट मन्दिरमा ल प्रदीप श्रेष्ठद्वारा काटिँदैछ है ल बेलुका पठाइ त ल ल केटा अब उबुल गर्दा नि इन्स्टाबाट सेभ गर्नु पर्छ मेरो ल्याच छिनेसी त गयो होला है स्न्यापच्याटबाट गल ज्याकेट लगाएर आएको स्न्यापच्याटबाट गल मलाई व्हाट्सएप चलाउनु न इन्स्टामा पठाइदिनु नभए कटले आएन नि पहिलाको रेकर्ड तोडेर है पहिला 28,000 अहिले बल्ल 20,500 दाइ हो दाइ बनाउनु न मलाई पठाउने बेलुका म हाल्छु एकपल्ट युजरहरू कता गए हजुर कामाथि ल पानी आउनु लाग्छ पानी आउनु लाग्यो छिटो गर्नु पर्यो
ढुक्को दाइ ढुक्को सकिन्छ पानी पर्नेलाई भिडियो राम भनेर लाग्यो सायद तेरो भिडियो बनाउनु पर्ने भयो क्या नत्र त हजुर त्यहाँनिर फेरि मान्छे नै छन् क्या किन खानु भयो क्या किन खानु भयो क्या त्यता किन खाने काम घाट निके तलाई खुट्टा राख्ने उस्तो मलाई अग्लै देख्नु भयो ए हिँड त कतै यार यस्तो गर्न तलाई यहाँ भिडियो राम्रो यस्तो अग्लो मान्छेले ल गर्दा यता गर्दा के छ त भन्ने तर पहिलाको रेकर्ड तोड्छ कि तोडेन अट्ठासी गरेर चाहिँ तोडेन अर्को वर्ष त बिर्सिन्छ तर आजै ल आज बेलुकी कि भोलि बेला भएर गएको अलि ल ल ल
यहाँ हजुर आउनुभयो पुऱ्याएर जसरी हामीले एकचोटिमा हालौँ आजलाई तिनै गाइज ल भाइ भाइ पानी भएर लगाइसक्यो घरै नै गयो ल हजुर अब अर्को भिडियोमा भेटौँ ल भाइ भाइ गाइज पानी